तपाईहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामीसँग मैले 4 वटा स्क्रिनहरू लगाएको छु। मैले चाहिँ यसमा तपाईको अलग-अलग युजरको चाहिँ सिस्टम देखाउने छु। पहिलो चाहिँ एउटा एडमिनको भइहाल्यो, दोस्रो चाहिँ एउटा किचनको ड्याशबोर्ड हुन्छ र तेस्रो एउटा वेटरको हुन्छ जसले अर्डरहरू लिन्छ र एउटा मैले डाइरेक्ट कस्टमरको पनि बनाएको छु। कस्टमरले चाहिँ आफ्नो फोनबाट डाइरेक्ट अर्डरहरू प्लेस गर्न मिल्छ। अब यसरी चाहिँ जस्तो वेटरले लगइन गर्न चाह्यो भने विदाउट एटेन्डेन्स लगइन गर्न मिल्दैन। एडमिनले एटेन्डेन्स लिइसकेपछि मात्रै वेटरले अनि किचनको पनि सेम नै हुन्छ। जबसम्म उसले एटेन्डेन्स लगाउँदैन तबसम्म चाहिँ उसले एक्सेस पाउँदैन लगइन गर्ने। एटेन्डेन्स भइसकेपछि चाहिँ उसले एक्सेस गर्न पायो। अनि त्यसपछि चाहिँ अब हामीले डाइरेक्ट कस्टमरको अर्डर लिनेछौँ। अब एकचोटि त्यो चेक गर्नेछौँ। पहिला चाहिँ हामीले यहाँ टेबल अलरेडी बुक T3 भनेर अलरेडी बुक छ, त्यसलाई चाहिँ हामी युज गर्नेछौँ। जस्तो यो क्युआर चाहिँ तपाईको टेबलमा अथवा रेस्टुरेन्टमा हुनेछ अनि स्क्यान गरिसकेपछि चाहिँ मेनु पेज ओपन हुनेछ र मेनु पेज ओपन हुँदाखेरि चाहिँ यसमा हामीले सेक्युरिटीको लागि पिन कोड भनेर राखेको छौँ। यो चाहिँ वेटरले कस्टमरलाई दिन्छ र उसले पिन कोड हालिसकेपछि चाहिँ उसले एक्सेस पाएर आफ्नो अर्डरहरू प्लेस गर्न सक्छ। यसरी आइटमहरू सेलेक्ट गरेर चाहिँ नि उसले अर्डर प्लेस गर्छ र सेन्ड टु किचन भइसकेपछि रियल टाइम सबैलाई वेटरलाई, किचनमा र एडमिनलाई पनि नोटिफिकेसन जान्छ अर्डर आयो भनेर। अनि यहाँ हामीले पिओएसमा पनि हेर्न सक्छौँ अर्डरहरू प्लेस भइसकेको छ। तर यहाँ अलिकति स्क्रिन कटेको रहेछ, सरी त्यसको लागि। तर यहाँ चाहिँ अहिले चेकआउट गर्न मिल्दैन। जबसम्म आइटम सर्भ हुँदैन तबसम्म चाहिँ चेकआउट गर्न मिल्दैन। जस्तो अब किचनमा चाहिँ कुकिङ भइसकेपछि एक्टिभ अर्डरमा कुकिङ भनेर देखायो अनि हाम्रो कस्टमरको त्यसमा पनि अपडेट हुन्छ र मार्क रेडी, सामान रेडी भइसकेपछि चाहिँ एक्टिभ अर्डरमा वेटरले सर्भ गर्छ। सर्भ गरिसकेपछि चाहिँ सबै स्ट्याटसहरू चेन्ज हुन्छ र त्यसपछि चाहिँ पिओएसमा अब एडमिनले चेकआउट गर्न मिल्यो। चेकआउट गर्न मिल्छ, यहाँ तल बटनहरू चाहिँ अलिकति हाइड भएको भएर देखाइरहेको छैन। यसरी चाहिँ अब क्यास हो, कार्ड हो, क्युआर हो, ई सेवा अथवा ब्याङ्क एकाउन्ट कुनबाट उसले पे गर्दैछ त्यो सेलेक्ट गरेर तपाईले सर्भिस चार्जहरू, डिस्काउन्ट, भ्याटहरू पनि एड गर्न मिल्छ त्यसमा। र फेरि त्यही टेबलमा चाहिँ चेकआउट नगर्दैखेरि कस्टमरले नयाँ अर्डर हाल्यो भने त्यही रिसिप्टमा चाहिँ फेरि एड हुँदै जान्छ र पछि एकैचोटि चाहिँ त्यो चेकआउट गर्न मिल्छ। यसरी चाहिँ अब अहिले नयाँ अर्डर आयो, सेम टेबलको अर्डर पनि प्लेस भइसक्यो, सर्भ पनि भइसक्यो। यहाँ रिफ्रेस आउँदैछ एकैछिन। यो रिफ्रेस भइसकेको छ अनि अब यता चेकआउटमा आइसकेपछि अब उसले चेकआउट गर्न मिल्यो। चेकआउट भइसकेपछि टेबल पनि क्लियर भइहाल्छ। रिसिप्ट प्रिन्ट गर्न मिल्यो। अब त्यो T3 भन्ने जुन हाम्रो टेबल थियो त्यो चाहिँ खाली भइसक्यो। अब यहाँ हेर्न सक्नुहुन्छ। अब यो चाहिँ अर्को नयाँ कस्टमरले युज गर्न सक्छ यो टेबल। अब चाहिँ हामी एडमिनको ड्याशबोर्डको कुराहरू हेरौँ। यसमा चाहिँ तपाईको सबै मेन कुराहरू जस्तो टुडेज रेभिन्यू अथवा यो कुराहरू देखिने भयो। अनि एनालिटिक्स भनेर छ, रेभिन्यू, एक्सपेन्सेस, नेट प्रफिटहरू। अनि पिओएसमा चाहिँ अब एक्टिभ टेबल, वक इन कस्टमरको चेकआउट गर्ने कुराहरू भइहाल्यो। टेक अर्डरमा चाहिँ हामीले अर्डरहरू प्लेस गर्छौँ, टेबलको लागि हो कि टेक अवे हो। अब कोही कस्टमरले नबसेर घर लिएर खाने भन्नेहरूको लागि चाहिँ टेक अवे अप्सन राखिएको छ। यसरी चाहिँ अर्डर लिइसकेपछि यहाँ सबै किचनमा एक्टिभ टेबल्समा एडमिनले चाहिँ पुरै एक्सेस पाएको हुन्छ। उसले आफैले पनि म्यानेज गर्न सक्छ। अनि किचनले चाहिँ पुरानो अर्डरहरू कुन सामानहरू बनाएको छ भनेर पनि हेर्न मिल्ने भयो त्यसमा। टेबल लेआउटमा चाहिँ हजुरले क्युआर जेनेरेसनको अप्सन हुन्छ। यो क्युआर चाहिँ तपाईले आफ्नो टेबलमा अथवा क्याबिनमा प्रिन्ट गरेर राख्नुभयो भने कस्टमरले डाइरेक्ट स्क्यान गरेर अर्डर प्लेस गर्न सक्छ। तपाईले नयाँ टेबलहरू एड गर्न सक्नुहुन्छ, टेबलको नामहरू चेन्ज गर्न सक्नुहुन्छ। अनि मेनु क्याटलगमा चाहिँ तपाईहरूले क्याटेगोरी एड गर्न सक्नुहुन्छ।
क्याटेगोरी एड गरेर तपाईले मेनु आइटमहरू एड गर्नुहुन्छ। क्याटेगोरी सेलेक्ट गरेर भेजिटेरियन हो अथवा होइन, अलेबल छ कि छैन भनेर सेलेक्ट गर्न सकियो। र हाम्रो बुम भन्ने अप्सन हुन्छ। यसमा चाहिँ कुन आइटम बनाउँदा कति इन्ग्रिडियन्ट लाग्यो त्यसको आधारमा तपाईको स्टक पनि म्यानेज भइरहेको हुन्छ। जस्तो तपाईले चिकन बर्गर बनाउँदाखेरि कति इन्ग्रिडियन्ट युज गर्नुभयो, त्यो इन्ग्रिडियन्ट चाहिँ रियल टाइममा स्टकमा अपडेट हुन्छ। अब यहाँ तपाईले स्टक म्यानेज गर्न सक्नुहुन्छ। लास्ट पर्चेस प्राइसहरू पनि चेक गर्न सक्नुहुन्छ। प्राइसहरू कम्पेयर गर्न सक्नुभयो। अनि तपाईले स्पोइलेज हुन्छ, सामानहरू कुनै खराब भएको, त्यस्तो स्टक आउट गर्नु पर्यो अथवा रिमुभ गर्नु पर्यो, त्यो कुराहरू चाहिँ तपाईले गर्न सक्नुहुन्छ। नोट दिएर के कारणले चाहिँ तपाईले यो स्टक रिमुभ गर्नुभयो भनेर देखाउन सक्नुहुन्छ। यो भइसकेपछि तपाईले स्टक म्यानेज गर्नुभयो। अब स्टक एड गर्नु पर्यो। इनिशियल स्टक कति थियो, प्राइस कति थियो भनेर एड गर्नुहुन्छ। अनि तपाईले अलर्ट लेभल स्टक चाहिँ कति कम भएपछि अलर्ट गराउने भनेर देखाउन सक्नुहुन्छ। अनि त्यसपछि तपाईले स्टाफको एटेन्डेन्सहरू म्यानेज गर्न सक्नुहुन्छ। एटेन्डेन्स क्लक इन क्लक आउट गराएर अथवा डिटेल्सहरू केही अपडेट गर्नु पर्यो भने गर्न सकिन्छ। बेस स्यालेरी अब मन्थली हो कि आवरली, विकली कसरी पे गर्नुहुन्छ, स्यालेरीहरू एड गर्न मिलियो। त्यसकै आधारमा चाहिँ तपाईले पछि पेरोल गर्न मिल्छ। जस्तो हामी पेरोलमा हेरौँ। पेरोलमा हेर्नुभयो भने हामीले एडभान्सको अप्सन, बोनसको अप्सन पनि राखेका छौँ। मोस्टली ठाउँहरूमा चाहिँ यो युज हुन्छ। कसैलाई एडभान्स चाहियो अथवा फेस्टिभलको सिजनमा बोनस दिनु पर्यो भने यो कुराहरू युज हुन्छ। र डाइरेक्ट चाहिँ यो आफै क्याल्कुलेट हुन्छ, म्यानुअल्ली क्याल्कुलेट गरिराख्नु परेन। यो चाहिँ तपाईको मेन रेभिन्यूबाट नेट प्रफिटमा डिडक्ट हुन्छ। यसरी चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि अब सेल्स रिपोर्टहरू भइहाल्यो। यो चाहिँ कति सेल भएको छ। पिओएसमा इनकेस कहिले मिस्टेक भइहाल्यो भने, प्रिन्ट भएन भने, सेल्स रिपोर्टमा आएर हजुरले यो रिसिटहरू प्रिन्ट गर्न मिल्यो। अनि ग्रस सेल्स, नेट सेल्स, टोटल अर्डर, एभरेज अर्डरहरू हेर्न सक्नुभयो। तपाईले विकली, डेली फिल्टर पनि गर्न सक्नुभयो र रिपोर्ट एक्सपोर्ट पनि गर्न सक्नुभयो। रिपोर्टहरू चाहिँ हजुरले यसरी हेर्न सक्नुहुन्छ। यो चाहिँ रिपोर्ट जेनेरेट गर्न सक्नुभयो। त्यसपछि तपाईको पेमेन्ट्सहरू, क्युआर हो, क्यास हो, कार्ड हो, त्योहरू पनि हेर्न सक्नुभयो र एक्सपेन्सहरू एड गर्न सक्नुहुन्छ। मोस्टली अहिले चाहिँ स्यालेरीहरू मात्रै कट भइरहेको छ। यसमा चाहिँ तपाईले अरू एक्सपेन्सेसहरू पनि एड गर्न सक्नुहुन्छ। तपाईको यहाँ अरू रिपोर्टहरू छ, इन्भेन्ट्री रिपोर्टहरू छ। यो रिपोर्टहरू चाहिँ तपाईहरूले मन्थली, विकली सर्च गरेर चेक गर्न सक्नुहुन्छ। एक्सपोर्ट पनि गर्न सक्नुहुन्छ। अब चाहिँ हामी किचन रिपोर्ट हेर्दैछौँ। किचनमा पुरानो रिपोर्टहरू हेरेपछि यति एभरेज टाइममा चाहिँ यति सामानहरू बन्छ भनेर देखाउन सकिन्छ। मेनुको रिपोर्टहरू भइहालियो। कति सामानहरू सोल्ड भएको छ, रेभिन्यू कति आयो भनेर हेर्न सकिन्छ। अनि अर्डर रिपोर्ट चाहिँ कतिवटा अर्डर आएको, कतिवटा पेड छ, कतिवटा पेन्डिङ छ भनेर हेर्न सकियो। त्यसै गरेर हामीसँग स्टाफ रिपोर्ट छ। स्टाफ रिपोर्टमा चाहिँ स्टाफको पर मन्थको स्यालेरी कति छ, ब्यालेन्स कति छ, एटेन्डेन्सहरू चेक गर्ने, कति पे गरिएको छ, कति पे गर्न बाँकी छ, यो सबै हेर्न सकिन्छ। कति काम गरेको छ, यो टाइमहरू पनि आवर्समा, डेमा काउन्ट हुन्छ। फुड कस्ट भनेर छ। यसमा तपाईलाई फुड बनाउँदाखेरि कति खर्च लाग्छ र कति प्रफिट मार्जिन छ, त्यो सबै हेर्न सक्नुहुन्छ र कति फाइदा भएको छ भनेर क्याल्कुलेसन हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईले अपलोड मिडिया म्यानेज गर्न सक्नुहुन्छ। यो चाहिँ किन बनाएको भन्दाखेरि फाइलहरू धेरै अपलोड गरेर प्रोजेक्टलाई स्लो नहोस् भन्नको लागि यो सिस्टम बनाएको छ। यसले चाहिँ डुप्लिकेसन हुनबाट हेल्प गर्छ। र तपाईको यो लग एडिट्स भन्ने छ। यसमा चाहिँ कसले लगइन गर्यो, कसले केही प्रोडक्टहरू डिलिट गर्यो, एडिट गर्यो भने त्यहाँ हेर्न मिल्छ।
र तपाईले आफ्नो बिजनेसको सबै कुराहरू हेर्न सक्नुहुन्छ। बिलिङ, ट्याक्सेस सर्भिस चार्जेसहरू पनि एड गर्न मिल्नु भयो। सेक्युरिटीमा पासवर्डहरू चेन्ज गर्न सक्नुहुन्छ। त्यसैगरी हामीसँग वेबसाइट म्यानेजमेन्ट पनि छ। वेबसाइट फुल्ली डाइनामिक छ। तपाईले सबै कुराहरू म्यानेज गर्न सक्नुहुन्छ। कन्टेन्टहरू चेन्ज गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईहरूले हेर्न सक्नुहुन्छ। जति पनि वेबसाइटको पेजहरूको कुराहरू छ, सबै अपडेट गर्न मिल्छ। कन्ट्याक्ट म्यासेजहरू हाम्रो त्यहाँ कन्ट्याक्ट फर्ममा डाइरेक्ट आउँछ। लिगल पेजेसहरू छ, टर्म एन्ड कन्डिसन्स, प्राइभेसी पोलिसीहरू। अनि तपाईले फुटरको सेटिङहरू यहाँ एड गर्न सक्नुहुन्छ। तपाईले एडमिन ड्यासबोर्डमा चाहिँ यति कुराहरू गर्न सक्नुहुन्छ। र अब वेबसाइट देखाउँदैछु। हेर्न सक्नुहुन्छ, मोडर्न डिजाइन छ एकदमै। कुल डिजाइन भन्न चाहन्छु म चाहिँ। डार्क मोड सपोर्टेड छ फुल्ली रेस्पोन्सिभ, एनिमेटेड वेबसाइट छ। ओभर ट्रान्जिसनहरू, सबै कुराहरू इन्क्लुड गरिएको छ। इभेन्ट्सहरू, ग्यालरीहरू देखाउन सक्नुहुन्छ। त्यसैगरी रिभ्यूहरू राख्न सक्नुभयो। कन्ट्याक्ट फर्महरू, म्यापहरू, यो सबै कुराहरू इन्क्लुड गरिएको छ। र यसमा चाहिँ मल्टी ल्याङ्ग्वेज सपोर्ट गर्छ। तपाईले मेजर टुरिस्ट ल्याङ्ग्वेजहरू चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। कसैले चाह्यो भने चेन्ज गरेर तपाईको रेस्टुरेन्टको बारेमा सजिलै पढ्न सक्ने भयो। यस्तो सिस्टम बनाएको छौँ। अब यहाँ पेजेसहरू हेर्नुभयो भने मेनु पेज छ। क्याटेगोरी वाइज मेनुहरू हेर्न सकिन्छ। सर्च पनि गर्न सकियो। अनि अब अबाउट पेज छ। हाम्रो रेस्टुरेन्टको बारेमा सबै कुराहरू चाहिँ यहाँ देखिने भयो। अनि ग्यालरी छ। फोटोहरू, इमेजेसहरू राख्न सकियो। यो सबै कुराहरू हामीले अघि ड्यासबोर्डमा हेरेको थियौँ। त्यहाँबाट म्यानेज भइरहेको हुन्छ। सबै कन्टेन्टहरू चेन्ज गर्न मिल्छ। इभेन्टहरू, कन्ट्याक्ट भइहाल्यो। म्यापहरू एड गर्ने कुराहरू सबै छ। अनि अब चाहिँ म हजुरहरूलाई मोबाइल रेस्पोन्सिभ देखाउँछु। हेर्न सक्नुहुन्छ, मोबाइलमा पनि फुल्ली रेस्पोन्सिभ छ। डिजाइन एकदमै क्लिन, मोडर्न डिजाइन छ। कुनै पनि कुरा ब्रेक भएको छैन। सबै एकदमै राम्ररी अलाइन गरिएको छ। वेबसाइटमा के कुराहरू देखाउने नदेखाउने भन्ने कुराहरू म्यानेज गर्न सकिन्छ। कुनै कुराहरू नचाहिने जस्तो लाग्यो भने हटाउन सकिन्छ। एड गर्न चाहेपछि एड गर्न पनि सकिन्छ। फुल्ली कस्टमाइजेबल र डाइनामिक छ। एफएक्यूहरू भइहाल्यो। कन्ट्याक्ट सेक्सनहरू हेर्न सक्नुहुन्छ। अब मैले म्यासेज गर्दैछु एउटा। यो म्यासेज चाहिँ तपाईको एडमिन ड्यासबोर्डमा गएर बस्छ। त्यहाँबाट चाहिँ हजुरले रेस्पोन्स गर्न सक्नुहुन्छ। त्यो म्यासेज हेरेर दिएको कन्ट्याक्ट डिटेल्समा हजुरले मेल अथवा कल गर्न सक्नुहुन्छ। अब हजुरहरूलाई त्यो म्यासेज देखाउँदैछु। यहाँ हेलो भनेर आएको छ। हाई भनेर लेखेको थिएँ मैले। यो अहिले चाहिँ म यसलाई डिलिट गरिदिएँ। अब डार्क मोडको कुराहरू छ। हामीसँग स्लिक डिजाइन छ एकदमै। मोडर्न डिजाइन युनिक छ। हेर्न सक्नुहुन्छ सबै कुराहरू। तपाईहरूले यो चाहिँ मोबाइलमा, ट्याब्लेटमा, ल्यापटपमा, डेस्कटपमा, कुनै पनि डिभाइसमा सजिलै युज गर्न सक्नुहुन्छ यो चाहिँ।